भाजपाका 3 विधायकहरू र 1 जना सांसदको राजीनामाको माग गर्दै भवेश भुजेलले चलाइरहेको हस्ताक्षर अभियानमा 200 जनाले पनि हस्ताक्षर गरेन। यदि 400 जनाको हस्ताक्षर भएको भए त्यो सोच्ने कुरा आउँथ्यो। दार्जिलिङका विधायक निरज जिम्बाले भवेश भुजेलको उक्त हस्ताक्षर अभियानमाथि यस्तो टिप्पणी गरेका हुन्। स्मरण रहोस्, भवेश भुजेलले कालेबुङको डम्बर चोकमा भाजपाका सांसद राजु विष्ट अनि 3 विधायकहरू निरज जिम्बा, बीपी बजगाई अनि विशाल लामाले राजीनामा दिनुपर्ने माग गर्दै एक्लै आन्दोलन गरिरहेका छन्। उनको आन्दोलन अनि भावी कार्यक्रमहरूबारे त तपाईलाई हामीले अघिबाटै बताइसकेका छौँ। आज यसै सन्दर्भमा ती विधायकहरू अनि सांसदसित टेलिफोनिक कुराकानी गर्न खोज्यौँ, तर केवल उक्त मामिलामाथि केवल दार्जिलिङका विधायक निरज जिम्बासित मात्र टेलिफोनिक कुराकानी हुन सक्यो। जुन कुराकानीमा विधायक जिम्बाले भवेश भुजेलको उक्त अभियानलाई सहृदय स्वीकार पनि गरेका छन्, तर आफू भने 21,000 को मार्जिनले जितेर विधायक बनेको हुँ, जसमा 10% जनताले हस्ताक्षर गरे म राजीनामा दिन्छु भन्दै उनले आफ्नो अडान स्पष्ट पारेका छन्। यति मात्र नभएर जिम्बाले भुजेलको यस अभियानलाई सकारात्मक दिशाको सन्देश पनि दिएका छन्। भवेश भुजेलले पैदल यात्रा सुरु गरे। मेन मुद्दा त्यो विरोधीका एमएलए तपाईँलाई थाहा छ होला। हजुर हजुर है, लगातार यो त्यो धरनापछि, अभियानपछि, हस्ताक्षर अभियानपछि आजदेखि दार्जिलिङपट्टि पैदल, त्यसपछि अनसन उहाँको जुन उयो छ अभियान छ, यसलाई कसरी हेर्नु भएको छ तपाईँहरूले? तपाईँहरूको राजीनामाको जुन कुरा गरिरहेछ त्यो भएर। हजुर, मैले यसलाई हेरिरहेकै छु। अन्त यो एउटा डेमोक्रेसीमा, रिपब्लिकमा होइन, जसले पनि आफ्नो पाराले होइन गोर्खाल्यान्डको लागि काम गर्न पायो, गोर्खाल्यान्ड मात्र होइन कुनै पनि विषयवस्तुको लागि काम गर्न पायो र भविष्यले पनि गर्दैछ, उसलाई बधाई छ, शुभकामना छ। र विशेष गरी यो राजीनामाको प्रश्नमा, राजीनामाको कुरामा चाहिँ मलाई दुईचोटि जनताले बहुसङ्ख्याले भोट दिएको, एकचोटि त 70,000 भन्दा ज्यादा, दोस्रो चोटि मैले 60,000 भन्दा ज्यादा भोटले जितेको। 2021 मैले 21,400 कति मार्जिनले खालि जितेको। उस मेरो पक्षमा कतिजनाले रिजाइन गर्नुपर्छ भनेर हस्ताक्षर गर्यो, 200 पनि काटेन होला। मेरो लागि मात्र होइन, त्यो सबै 4 जना विधायक, 3 जना विधायक र एमपी मिलाउँदा चाहिँ कालिम्पोङको डम्बरचोकमा 200 भन्दा ज्यादाले पनि राजीनामा गर भनेर हस्ताक्षर गरेन। होइन, सुन्नुहुँदैछ? हजुर। अब 21,000 को मार्जिनले त मैले जितेको, 21,400 कतिले, 400 मेरो पक्षमा राजीनामा गर भनेको भए एउटा सोच्ने कुरा थियो। अब त्यो मिलेन नि। जनताले, ऊ पनि जनतै हो र अरू धेरै जनता छ जसले मलाई विश्वास गरेको छ, मेरो कामप्रति विश्वास गरेको छ र भाइले अरू प्रोसेसहरू अप्नाएर यो राजीनामा नगएर उसको अब डेमोक्रेसीमा धेरै छ, ठिकै छ, अनसन बस्नु सक्छ, भोक हडताल गर्नु सक्छ, त्योहरू गर्दा हाम्रो साथ छ। आज देखे, माया लाग्यो भाइलाई, हो गम्भीर छ उसले उठाएको कुराहरू, तर अब ओ एक्लै नै छ, एक्लै हिँडेको मैले देखेँ। विधानसभा नभएको भए सायद म पनि हिँडिदिन्थेँ होला उहाँसँग। तर अब राजीनामा गर्ने प्रश्नमा त्यो यो मैले राजीनामा गर्दा, राजु विष्टले राजीनामा गर्दा, बिबी बजगाई र विशाल लामाले राजीनामा गर्ने हुने भए त अब म भनिरहेकै छु नि, गोजीमै छ राजीनामा। त्यो हुँदैन, त्यसरी हुँदैन। जे भए पनि अब एउटा प्रोटेस्ट गर्दैछ, एउटा डेमोक्रेटिक वेमा, एकदमै टेक्निकल छ भाइ, है, टेक्निकल लाइन लिएर उसले अब चारैपट्टि बुझेर बाँधेर गरिरहेकै छ। यसमा बधाई छ, शुभकामना छ। तर मैले भनिहालेँ, राजीनामा दिने प्रश्नमा चाहिँ 400 जनाले पनि दार्जिलिङमै गएर लु, दार्जिलिङमै पुगेर 21,000 को 10% चाहिँ मैले जितेको है, 21,000 को मार्जिनले जितेको, त्यसको 10% मात्र हस्ताक्षर गर्यो भने म राजीनामा दिनु तयार छु। तर त्यस्तो हुँदैन। कालिम्पोङमा त्यत्रो दिन बस्दा त 200 भन्दा पनि पार गरेन। मान्छेले हामीलाई आस्था र विश्वास दिएको हो,
दिन्छ पनि र हामी गर्छौँ पनि। उहाँको संकेत चाहिँ कता हो भने जुन पार्टी चाहिँ केन्द्रमा सरकार छ है त्यो पार्टीको जुन के अरे एमपी एमएलए भएर बस्नाले यो पार्टीले केही गर्दैन भन्ने संकेत चाहिँ उहाँहरूको तपाईँहरू गोर्खाको प्रतिनिधि हो हैन, तपाईहरु गोर्खाको प्रतिनिधि हो तर त्यो गोर्खाको निम्ति चाहिँ गम्भीर भएर नसोच्ने पार्टी चाहिँ बीजेपी हो। मैले बुझेको छु र त्यो उसको प्रोटेस्ट उसको जग्गामा ठिकै छ, हाम्रो अडान हाम्रो जग्गामा ठिकै छ र केन्द्र सरकारले पनि एउटा डायलग प्रोसेस अन गरिरहेको छ। डायलग हुँदैछ, विचार हुँदैछ, विमर्श हुँदैछ, टेबलमा छ, डिस्कसन छ। अब डेलिबरेसनको टाइम हो, फाइनल हुने समय आएको छ। भवेश भुजेलले जुन गोर्खाको सपना बोकेको छ त्यसलाई हामी सलाम गर्छौँ। त्यो हामीले आजभन्दा धेरै अगाडि बोकेका हौँ है। उहाँ पनि सुभाष घिसिङको आदर्शमा हिँड्ने व्यक्ति हो, त्यसले गर्दा उहाँलाई पनि अब म नराम्रो केही पनि भन्न चाहदिनँ। मलाई साँच्चै नै मलाई ऊ एक्लै हिँडेको देख्दा मैले अघि हेरेँ, विधानसभा सत्रमै थिएँ, मैले हेरेँ, मलाई माया पनि लाग्यो। भाइले देशको झन्डा लिएर रक्साक बोकेर एक्लै लम्किँदा हो भाइकोमा छ त्यो अब पोजिटिभ डाइरेक्सनमा जाओस्, प्रोटेस्ट गर्नु पायो है। तर अब यो आमरणहरू चाहिँ त्यसमा चाहिँ म इन्करेजमेन्ट गर्दिनँ, केही पनि हुँदैन। किनभने अब यो अलिक समयकाल परिस्थिति हेरेर नै राजनीति गर्नुपर्छ। मेरो अडान र मेरो उयो स्पष्ट छ। उहाँलाई उहाँप्रति मेरो सहानुभूति पनि छ, उहाँप्रति मेरो एउटा सम्मान पनि छ, गरेकै हो। अब साथ दिँदैन नि जनताले, अब साह्रो छ नि, जनताले साथ दिनु साह्रो छ है। उहाँले त्यो भनिरहेकै छ र अब त्यो समयकाल जनताले साथ दिएन, तर तपाईलाई जुन जनताले साथ दियो म त दिन्छु, त्यसको लागि त म काम गरिरहेको छु। त्यो जनता जुन जनताले तपाईलाई साथ दिइरहेछ यसको लागि म काम गरिरहेको छु, त्यसको लागि म काम गरिरहेको छु। 26 नजिक छ, 26 पनि नजिक छ, भोलि 29 पनि नजिक भइहाल्छ। त्यस्तो कति नजिक थियो के भयो, 88 पनि नजिक थियो, 2007 पनि नजिकै हो, 2011 पनि नजिकै हो, 19 पनि देख्यौ, 17 पनि देख्यौ, 21, 22, 23, 26 यस्तो देख्दै जान्छौँ। हामी कुदिरहेको छौँ। राजनीति भनेको म्याराथन होइन, राजनीति भनेको त्यो 100 मिटर होइन है, यो एउटा रिले हो, एउटा लामो कन्ट्री म्याराथन भन्छ नि, कुदेको गर्नुपर्छ, थाक्नु हुँदैन, बिसाउनु हुँदैन। लक्ष्यमा पुगिँदैन, पुर्याउँछ। भारत इन्डिपेन्डेन्ट हुनु 200 वर्ष लागेको, अङ्ग्रेजले भारतलाई गुलाम 200 वर्ष गरायो, मुगलहरूले 800 वर्ष गराएको। महात्मा गान्धी पनि थाकेको भए, महात्मा गान्धीको विरोधमा कोही अर्को भोक हडताल गरेको भए त्यो अर्कै हुन्थ्यो, बुझ्नु भएन? प्रोसेस हो, प्रोसेस है। 1857 को रिभोल्टदेखि लिएर हेर्नुहोस्, लास्टमा 1947 मा देश है इन्डिपेन्डेन्ट भयो र समयकाल परिस्थिति थियो र भयो। त्यस्तो समयकाल परिस्थिति बनिँदैछ, एकदम हाम्रो फेभरमा बनिँदैछ। जो जियो पोलिटिकल डेभलपमेन्टहरू भन्छ यो हाम्रो पक्षमा छ र त्यही छ। अच्छा, तपाईँ उयसमा हुनुहुन्छ, सदनमा हुनुहुन्छ है? म सभामा छु। हजुर, सभामा हुनुहुन्छ, विधानसभामा। के नयाँ कुरो के छ होला अहिले जुन चल्दैछ? होइन, अब बङ्गाल विधानसभामा नयाँ कुरोहरू त अब केही पनि त्यस्तो छैन। आज एउटा रेजोल्युसन आउँछ यो अपरेसन सिन्दुरमाथि, त्यसमा मैले बोल्ने मौका पाएको छु, म आफ्नो वक्तव्य राख्छु। र अन्य विषयहरू धेरै छ, एजुकेसनमाथि, जिटिए माथि है, तपाईँको पिडब्ल्युडी माथि, धेरै विषयमा म यो पालि बोल्ने मैले उयो गरेको छु, स्टार्ट क्वेसनहरू मेन्सनहरू गरेको छु र त्यही नै छ। ज्ञात रहोस्, भवेश भुजेलले आफ्नो दोस्रो चरणको हस्ताक्षर अभियान सकेर आज मङ्गलबार उनी आफ्नो तेस्रो अभियान दार्जिलिङसम्मको पैदल यात्रामा छन्, जहाँ पुगेर उनले आफ्नो यस ब्यानर गभर्नर हाउसमा बुझाउने छन् अनि आमरण अनसन बस्ने आन्दोलनमा अघि बढिरहेका छन्। र आज 8 बजीदेखि मैले जो जहाँबाट हस्ताक्षर अभियान समाप्त गरेको थिएँ, मैले यहीँबाट नै तिरङ्गा झन्डीको साथमा यहाँ छ, म पैदल यात्रा सुरु गर्न गइरहेछु र तपाईँहरूको आशीर्वाद र साथ चाहिन्छ। तबसम्मलाई म टाइम टु टाइम तपाईँहरूसँग लाइभ जोडिने कोसिस गर्छु। धन्यवाद। जय गोर्खा।